4 नम्बरमा चाहिँ हामीले लोकेसन र सराउन्डिङ चाहिँ हेर्नु पर्यो हैन। हाम्रो जग्गा चाहिँ र घर चाहिँ कहाँ चाहिँ छ, त्यसको सराउन्डिङ कस्तो छ, रोडको चाहिँ एसएस कस्तो छ त्यो हेर्नु पर्यो। तपाईँको जग्गा चाहिँ घर चाहिँ कस्तो स्लोप जग्गामा छ कि तपाईँको यो भनौँ न रोड लेभलमा छ हाइटमा छ कि डाउन छ, त्यो सबै हेर्नुपर्ने हुन्छ। र तपाईँको बाढी र पहिरो जाने ठाउँ छ कि, पानी जम्ने ठाउँ छ कि, बर्खामा तपाईँको पानी एकदम आउने ठाउँ छ कि, त्यो पनि चाहिँ हामीले हेर्नुपर्ने हुन्छ हैन। यो चाहिँ एकदम इम्पोर्टेन्ट कुरा हो। ढलको निकास कस्तो छ त्यो सबै चाहिँ हामीले चाहिँ हेर्नु चाहिँ पर्ने चाहिँ हुन्छ। 5औं नम्बरमा चाहिँ हामीले कन्स्ट्रक्सनको क्वालिटी चाहिँ कस्तो छ, त्यहाँ कसरी काम चाहिँ गरेको छ, कन्स्ट्रक्सन गर्दाखेरि त्यो सबै हेर्नु पर्यो हैन। तपाईँको डन्डीहरू नक्साअनुसार कसरी प्लेस गरेको छ, प्लसमा तपाईँको मेटेरियल चाहिँ कस्तो युज गरेको छ, सिमेन्ट, बालुवा, गिटी, इँटाहरू हैन। तपाईँको 1 नम्बर मेटेरियल छ कि छैन, त्यो सबै चाहिँ एकदम राम्रोसँग चाहिँ चेक जाँच गर्नु पर्यो। त्यो चेक जाँच गर्नलाई चाहिँ के गर्नुपर्छ, हामीले त्यही हो फोटो र भिडियो चाहिँ उपलब्ध चाहिँ गराउनु पर्यो अथवा माग्नु पर्यो हैन। अथवा तपाईँको क्लाइन्टसँग चाहिँ राम्रोसँग चाहिँ कुराकानी चाहिँ गर्नु पर्यो हैन। अब यसपछि चाहिँ हामीले चाहिँ के हेर्नु पर्यो, तपाईँको घर नक्सा पास भएको लिगल डकुमेन्ट राम्रो छ कि छैन, कहिले पास भएको, त्यो सबै कुराहरू चाहिँ पत्ता लगाउनु पर्यो हैन। अब तपाईँको भनौँ न तपाईँले जति पैसा पेड गर्दै हुनुहुन्छ, लालपुर जानु छ तपाईँको साइटमा चाहिँ जग्गा छ कि छैन, ट्रेस नक्साहरू हेर्नु पर्यो। ट्रेस नक्सा अनुसार तपाईँको जग्गा छ कि छैन, जग्गा तपाईँको विवादित छ कि के छ, त्यो सबै हामीले चाहिँ हेर्नुपर्ने चाहिँ हुन्छ हैन। लास्टमा चाहिँ मुख्य कुरा, तपाईँले घर लिँदै हुनुहुन्छ हैन। अब त्यसमा पार्किङको सुविधा चाहिँ कस्तो छ, पार्किङ स्पेस चाहिँ कत्रो छ हैन, त्यो पनि हेर्नु पर्यो। मानौँ कि तपाईँले चाहिँ भाडामा लाउने हिसाबले घर लिँदै हुनुहुन्छ भनेपछि त्यता भाडामा बस्ने मान्छेले पार्किङ त चाहियो। तपाईँको मानौँ कि 3-4 वटा 2-3टा फ्यामिली बस्ला, 3-4 वटा फ्यामिली बस्ला, त्यतिसम्मको पुग्ने चाहिँ तपाईँको पार्किङ स्पेस छ कि छैन, त्यो पनि चाहिँ हामीले हेर्नु पर्यो। प्लसमा तपाईँको पानीको फेसिलिटी चाहिँ कस्तो छ, रिजर्भर ट्याङ्की कत्रो छ। मिनिमम पनि एउटा घरमा हामीले 10,000 देखि लिएर तपाईँको 12,000 लिटरसम्मको क्यापेसिटी भएको चाहिँ पानी ट्याङ्की चाहिँ चाहिन्छ, रिजर्भर ट्याङ्की त्यति चाहिँ छ कि छैन हैन, त्यो पनि हामीले चाहिँ हेर्नुपर्ने हुन्छ। अब आफू बस्ने घर लिँदै हुनुहुन्छ भनेपछि अब तपाईँको हिसाबले त्यहाँ स्पेस, पार्किङ स्पेस कति छ त्यो पनि हामी विचार गर्नु पर्यो। तपाईँको सेफ्टी ट्याङ्की बनाएको छ कि छैन हैन, त्यो पनि हामीले चाहिँ हेर्नुपर्ने हुन्छ। अब कुनै घरमा चाहिँ के गर्नुहुन्छ भनेपछि डाइरेक्ट तपाईँको ढलमै पाइप चाहिँ जोड्या हुन्छ हैन, त्यस्तो चाहिँ खासमा गर्नु हुँदैन। तपाईँको वातावरणको लागि चाहिँ एकदम चाहिँ त्यो चाहिँ हानिकारक कुरा चाहिँ हो, काम चाहिँ हो। अब अन्तिममा चाहिँ अब तपाईँले मानौँ कुनै एरियामा घर लिँदै हुनुहुन्छ भनेपछि तपाईँले अब त्यो पेड गरेको पैसा चाहिँ रिजनेबल छ कि छैन, त्यो घरमा सम्पूर्ण कुराकानी हेरिसकेपछि, मेटेरियलहरू सबै हेरिसकेपछि हैन, तपाईँले पैसा पेड गरेको चाहिँ महँगो छ कि के छ, कि तपाईँले रिजनेबल रेट चाहिँ पे गर्दै हुनुहुन्छ, त्यो पनि हामीले चाहिँ हेर्नुपर्ने हुन्छ। र अन्त्यमा तपाईँले चाहिँ के गर्नु पर्यो भनेपछि एउटा राम्रो र क्वालिफाइड इन्जिनियर बोलाएर चाहिँ घरलाई चाहिँ चेक जाँच गराएर हैन बल्ल चाहिँ अगाडि बढ्दा चाहिँ बेटर चाहिँ हुन्छ। अब तपाईँले घर किन्दाखेरि मुख्य कुरा चाहिँ यिनीहरू नै हुन्। अब यी सबै कुराहरूलाई चाहिँ ध्यानमा राखेर हामी चाहिँ अगाडि चाहिँ बढ्नुपर्छ हैन। यति भन्दै म बिदा हुन चाहन्छु। हस्त, नमस्ते, बाई बाई।